माछाहरू पनि छ यसरी जाउँ 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 सागर भयो त हाँस यो चाहिँ यता हाम्रो भियतनाम थाइल्यान्ड कम्बोडियातिरको मार्केटहरू चाहिँ यस्तो हुन्छ खै कहाँ मान्छे छैन मान्छे नभए ए ल छिटो माछ कछुवा पनि राखेको छ कछुवाको मासु हामी त अब माछा यो सी फुडहरू भयो खोजा चाहिँ के हामीले खोजा चाहिँ के अक्टोपस हाँस खतरो चाकोमा अघि त त्यहाँ भैँसीको मासु त्यो पुरा यस्तो झुन्डाइराख्यो कि झुन्डाएर खुट्टा तेर्साइराख्यो त्यो चाहिँ हो जस्तो लागेर मलाई यहाँ फेरि कुकुरको नि पाउँछ दिमाग खराब यो चाहिँ फलफुलमा आइपुग्यो यहाँ माथि मासु छैन कि लाल्दा यार मासु छैन कि यतापट्टि मासु उतै तपाईँलाई मासु उतै हो भन्नु त मासु उतै हो कि मासुको पसल उतै छ भन्दा सब्जीबाट यस्तो छ मार्केट माछाहरू यो त मैले यसो रिल्सको लागि मात्रै बनाएको थिएँ भिडियो केटाहरू रिल्स हाल्नु पऱ्यो अब मासु यतैतिर छ जस्तो लागेको थियो के उयो गर्ने यार यहाँ भुइँमा तेर्साएर राखेको जस्तो लाँदा कहाँ गयो यहाँ कछुवा रहेछ सेट भन्छ पसिनाले हत्तु माछा काट्दैछ यो हो क्या लाल्दा यो हो यो त हावामा यार लाल्दा यार यहाँ मैले मान्छे बल्ल बल्ल भेट्यो यार लाल्दा यार सोध्नु छैन यस्तो भाइ के भन्दो रहेछ क्या आइस चिकन मार्केट यस्तो छ यस्तो लाइन के जस्तो खानु पर्यो कुकुरको पनि पाउँछ क्या यता यही होला भैँसीको यो यार यो ओ फ्रेस बल्ल तल्ल भैँसीको मासु पाएँ यार केटा हो भन्दै यहाँ लाल्दैछ लाल्दाले थाहा चाहिँ केही छैन फोकड संसारै जिते जस्तो गर्छन् तर थाहा चाहिँ के छैन मेरो तन्ना किन्नु जस्तो लाग्दो यार तन्ना सेटवाला हो कि कस्तो
एउटा लिउँ न यो 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 ऊ रबरवाला हो कि कस्तो यसो मात्र म लिन्छु खै म चाहन्छु यहाँ कस्तो मोती छ भने यो त नर्मल भयो कि यो नर्मल यो नि त्यही त यो नर्मल भयो कि बुट्टावाला छैन यिनीहरू त फोहोर देख्छ नि त यो ठिक ग्रेवाला ल्याइदिन्छ ल यो त हरियो हो नि ग्रिन यो त घिनलाग्दो देख्छ झन् यार खै यिनी ओके यिनी मान लो $10 अरे लास्टमा आएर $25 को किन्ने भन्नुभयो यार $10 को छाने थियो तर यो चाहिँ दामी यो चाहिँ सबै भागवाला सिरानी नै हुन्छ होला यार यसमा त यार ओहो भाइ सिरानी च्यापेर सुत्नु पर्ने हो अब लाल त हरन बजेर रानमा देख्छ र अब सिरानी त च्यापेर मान्छे अब के गर्दा सुत्नु पर्यो सिरानी च्यापेर भयो भने होइन त लाल दाइ हाम्रो नेपालमा जस्तो भिखारीहरू हुन्छ यहाँ नि लाल दाइले के गर्ने भन्ने यार पक्का न यार ओहो रक्सी किन्नु मन छ यार हजुर लाल दाइ के भन्नु नि यहाँ त भन्नु न लाल दाइ टाइट हुन्छ ल अब चाहिँ मार्केट सक्यो यति हो अब घर जानुपर्ने हुन्छ अब रक्सी टक्कै बोतल किन्ने अनि भैँसीको मासुमा दराम हाल्नु रक्सी चाहिँ उता अहिले मार्केटमा जानुपर्छ पैसा सकिने मात्र भयो यार माछी $23 को मुझे रक्सी यहाँ कुन चाहिँ भन्ने थियो यार जेमसन छ यहाँ गाइस जेमसन $19 $18 भनौँ $18 छ जेमसनको त्यसपछि आएर जेडी $21 जेडी $21 बल रक्सी छ मैले खोजा रक्सी चाहिँ यहाँ सर के भन्थ्यो यो त्यसमा ल त आज यो ल रक्सी यस्तो दामी छ आज यो खायो यो हाल्नुहोस् रक्सी अरू त मङ्की सोल्डर ल अब चाहिँ घर गर्नुपर्छ यार हुँदैन